Hello everyone, welcome back to my channel. हजुरहरु स्वागत छ मेरो च्यानलमा। आई होप हजुरहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि यता सन्चै आरामै छु। म चाहिँ आफ्टर लङ टाइम पछि मात्र युट्युबमा आएको छु हैन। किनकि म पोखरा बस्दाखेरि म बाहिर घरदेखि रुमदेखि बाहिर निस्किन्न थिएँ नि त। त्यही भएर अनि हिजो चाहिँ म घर आएको अनि आज चाहिँ घर छु। हिजो घर आएको आज 2 दिन भयो हैन। अनि आज चाहिँ मस्ताले कोरो खनियो कोरो मकै खने अनि त्यसपछि मकै खनेर अनि त्यसपछि घर खाना गएको थियौँ अनि एकछिन सुत्यौँ। त्यसो मम्मी त यत्तिकै आफू मात्रै नभनेर होइन के अरे मकै खन्न जान्छ भन्दा आफू मात्र के त्यो नभनेर अनि कपडा धुने निउ पारेर अनि के अरे मकै खन्न आउनुभएको छ। अनि त्यही भएर नि बाउ छोरी चाहिँ अहिले हिँड्दैछ। ल यता गाई ठाउँमा गएपछि भिडियो देखाउँछु हजुरलाई। ड्याडीले चाहिँ यहाँ गामको चौतारीमा आएर आँसी उडन्न लाउनु भएको छ। यो आँसी यो घाँस काट्न हाम्रो गाउँले भाषामा आँसी भन्छ गाई। तिमीहरूको गाउँघरतिर के भन्छ यो हँसियालाई? हाम्रोमा त आँसी भन्छ बाउले। कोडालो आँसी है आफ्नो गाउँको भाषा हुन्छ नि त्यस्तो डन माइन्ड गाई छैन। माइन्ड नगर्नु ल, आफ्नो गाउँको भाषा हुन्छ है र। एउटा कहानी चाहिँ भन्छु कि गाई छैन। जब कि म 17 वर्षको हुँदा चाहिँ के अरे पोखरा गएको थिएँ नि त होइन म पढ्नको लागि। अनि उहाँ बसेँ कति महिना भन्दाखेरि 3-4 महिना बसेँ। अनि 3-4 महिना बसिसकेपछि अनि गाउँ आएँ होइन। गाउँ आइसकेपछि होइन म यस्तो उकालो ओह्रालो क्या यस्तो उकालो ओह्रालो गर्न त सक्दै नसक्ने भगवान् के हुने भन्दा होइन यस्तो थरर खुट्टा काट्ने के त ओह्रालो उकालो गर्दा त। अनि मैले फेरि पहिला के भन्थेँ भने होइन त्यो बजारमा बस्ने मान्छेहरू अन्त हुन्छ नि भन्नाले त्यस्तो म भन्छु त्यो हुन्छ नि अब यहाँ गाउँबाट गएको बजारमा बसेको होइन। अनि आफ्टर लङ टाइम पछि होइन फेरि गाउँमा आइसकेपछि के अनि उकालो ओह्रालो गर्दाखेरि तिनीहरूको बामाले अनि यस्तो समात्दै ओह्राल्दै उकाल्ने गर्थ्यो क्या। अनि मैले फेरि के भन्थेँ म सानो थिएँ त्यति बेला। अनि के भन्थेँ नाटक पार्छन् अब उकालो ओह्रालो गर्न पनि भनेर भन्थ्यो होइन। तर साँच्चीकै फाइनली आएछ होइन साँच्चीकै रियल नै हो न। तर बजार बसिसकेपछि गाउँमा आएर उकालो ओह्रालो गर्दा एकदम गाह्रो हुन्छ होइन। त्यही भएर मेरो एक्सपिरियन्स बताएको है त्यो चाहिँ मैले। तर म सहरमा बसेँ भन्दैमा म यहाँ घर आएर काम नगर्ने हुन्न। म त बडाङबुडुङ सबै काम गरिदिन्छु। अब गएर चाहिँ मैले के अरे मकै खन्नु पर्ने हुन्छ गाइजहरू। मम्मी बाबालाई कति दुःख छ घर आएको बेला त सघानै पर्यो होइन। अनि देख्न सक्नुहुन्छ गाइस यो चाहिँ मेरो पर घर। अनि मेरो बाबाले रोप्नु भएको यो सुन्तोला अनि केराहरू छ होइन देख्न सक्नुहुन्छ यो पर घर। यहाँ चाहिँ 2टा भैँसी छन्। मलाई फेरि भैँसीको गाइजहरू मलाई फेरि भैँसीको दुध भनेपछि मरिहत्ती छु के। दुध अनि घिउहरू भनेपछि एकदम मरिहत्ती। जिन्दगीमा अरू नभए पनि होइन जिन्दगीमा मैले 2टा भैँसी त पालेर दुध खान सक्छु होइन। खाने चाहिँ हो मलाई यति मनपर्छ कि भैँसीको दुध र अनि त्यो के अरे घिउ यस्तै मनपर्छ। अनि देख्न सक्नुहुन्छ यो रोज फुल हाम्रो भाउजूले लगाएको कि मम्मीले लगाएको त्यो त थाहा छैन त्यही पनि है छ देख्न सक्नुहुन्छ यो रोज फुल उताको डाँडा। अनि त्यो चाहिँ हाम्रो खेत त्यो हाम्रो खेत। अनि त्यहाँ पर चाहिँ मेरो बहिनीको घर। गाइस हाम्रो चाहिँ बहिनीको बिहे भइसक्यो होइन तर मेरो भएको छैन। अनि मेरो र दिदीको तर मेरो बहिनीको घर देखाउँछु। हाम्रो बहिनीको घर त्यहाँ मेरो लिस्ट माथि छ। अनि के गर्नु अब कसैको ढिलो कसैको चाँडो बिहे भइहाल्छ होइन। अब चाहिँ म तल जान्छु मकै खन्नलाई। मम्मी मलाई किन नबोलाएको र? देख्नु कति माया गर्छिन्छ मेरो मम्मीले मलाई।
त्यही भएर मैले भन्नु मम्मीलाई माया गर्छु मम्मीहरूले खन्न लाउनु भएको छ यहाँ आमामा पनि खान्छु मम्मीले तुलु तुलु हेर्नु भएको छ आन्छु त ए घाँस बाखाउनु न सो गाइस अब चाहिँ मैले मकै खन्नु पर्ने हुन्छ अब भिडियो गराएर बसेपछि आमा बाउले सहयोग हुन्न अब त्यही भएर म खन्नतिर लाग्छु है गाइस खतरा दामी छ हेर न पानी आएर ऊ खन्नै दिएन आज हामीलाई ऊ बाबाले घाँस बोक्न लाउनु भएको छ मैले बसिरहेको छु पानी परिरहेको छ यो हजुर ल ल आमा फाइनली गाइस हामी चाहिँ घर आइसक्यौँ किनकि यो पानीको झोलले गर्दा हामीले मकै खन्नु पाएनौँ नि पानी परिरहेको छ यहाँ तिलपिल त्यही भएर हामीले यहाँ खन्न के अरे मम्मी हामी नखनेर यहाँ घर आइसकेछौँ मम्मीले मुछोरे छ यो दाउरा अनि अब चाहिँ हामी घर जाने कार्यक्रम चल्दैछ देख्न सक्नुहुन्छ टक्क